अहिले म हिँडिरहेको छु महाकाल मन्दिरको दर्शनको लागि र आज नयाँ सालको पहिलो दिन हो। सो हजुरहरूलाई नयाँ सालको धेरै धेरै शुभकामना भन्दै मेरो च्यानलमा हजुरहरूलाई स्वागत छ। दार्जिलिङ आफै बोल्छ। र बिहान छिटो आएकोले गर्दा लाइन थिएन र म उकालो फेरि हिँड्नु थालेँ। अनि माथिदेखि चाहिँ लाइन रहेछ, धेरै लाइनहरू थियो, सबैजना आइरहेको थियो, सबैजना आफ्नो आफ्नो इच्छा लिएर सबैजना दर्शन गर्नु महाकाल मन्दिरमा। कोही भक्तजनहरू दर्शन गरेर फर्किरहेका थिए भने कोही भक्तजनहरू जुत्ता चप्पल खोल्दै थिए। र माथि हेर्छु भिड जतिको त्यति नै छ र यहाँ दर्शन गर्न आएको मानिसहरू सबैजना आफ्नो मनोकामना माग्दै पूजा गरिरहेका थिए। र म खुसी हुन थालेँ किनभने म पनि दर्शनको लागि अगाडि अगाडि बढ्दै थिएँ। म जति मन्दिरको नजिक आउन थालेँ मनमा ओम नमः शिवाय जप्न थालेँ। र फाइनली त्यो पल आयो जुन पलको लागि मैले तलदेखि लिएर यहाँसम्म कुरिरहेको थियो। त्यो थियो महाकाल बाबाको दर्शन र मैले महाकाल बाबालाई देख्नु पाएँ। नयाँ दिनको सुरुवात राम्रोसँग जानेछ भन्ने आशा लाग्छ। र भोलेनाथको दर्शन गरेपछि यहाँ देख्छु लामा, पुजारी, ज्ञानी पण्डितहरू सबैजना मिलेर होम सुरु गर्न लागिरहेको थियो। म तल जान्छु अनि लाइनमा बस्छु प्रसाद खानको लागि। अनि प्रसादको लागि चाहिँ मलाई एउटा प्लेट दिनुहुन्छ र त्यो प्लेटमा खिचडी, पुरी र आलुदम दिनुहुन्छ र प्रसाद एकदमै मिठो थियो। र त्यो प्रसाद खाएर म जुत्ता लाउन जान्छु जहाँ चाहिँ मैले जुत्ता खोलेको थिएँ। र जुत्ता लगाइसकेपछि फेरि म तल हेर्छु र भिड मानिसहरूको, भक्तजनहरूको धेरै थियो र त्यहाँदेखिको म फर्किन्छु। हजुरहरूलाई मेरो भ्लग हेरिदिएकोमा धेरै धेरै धन्यवाद भन्दै आजलाई बिदा मागिरहेको छु।